हेलो एभ्रिवान, वेलकम छ मेरो एनदर मिनी ब्लगमा। मेडिप्लस हस्पिटल एन्ड ट्रामा सेन्टर पोखरामा यही फागुन महिनाको अन्तिम शनिबार 30 गते काठमाडौँ मेडिकल कलेजका वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर प्रवीण खत्री आउनुभएको थियो। हाम्रो ड्युटी चाहिँ बिहान 8:30 बजेदेखि सुरु भएको थियो। हामी हस्पिटलमा पुग्दा बिरामीहरू आइसक्नु भएको रहेछ। त्यसपछि सिस्टर र म चाहिँ पेसेन्टहरूको नाम इन्ट्री गर्दै भाइटल लिए र एकछिनपछि डाक्टर पनि आउनुभयो। त्यसपछि फ्री टाइममा हामी चाहिँ कफी पिउँदै गफ गऱ्यौँ एकछिन। सिस्टरले चाहिँ कति छिटो पिइसक्नु भइरहेछ, म चाहिँ भर्खर पिउँदै थिएँ। अनि हस्पिटलमा मैले सानो क्युट डाक्टरलाई भेटेँ। ब्रेक टाइममा खाजा खाइसकेपछि हामी बिरामीलाई डाक्टरसँगको पहिलो र साँचो अनुभव के कस्तो थियो भनेर सोधे। हजुरको नाम भनिदिनु आमा। मेरो नाम सरस्वती केसी। हजुर, कति वर्ष हुनुभयो नि? म 57। 57। अनि यहाँ पोखरामै बस्नुहुन्छ? पोखरामै बस्छु। पोखरा कुन ठाउँ? मतगौडा। अनि हजुरको नाम? हजुर, मेरो नाम करिश्मा हो, म उहाँको छोरी हो। हजुर, आमालाई लिएर आउनुभएको हस्पिटल। आज चाहिँ बाथरोग विशेषज्ञ डाक्टर प्रवीण खत्री आउनुभएको छ है मेडिप्लस हस्पिटलमा। हजुरले चाहिँ कसरी थाहा पाउनुभयो नि डाक्टर आज यहाँ शनिबार आउनुहुन्छ भनेर? हजुर, हाम्रो यो सैनिक हस्पिटलमा हामीले चाहिँ फलोअप गर्न गइरहेको छौँ डाक्टरलाई। हजुर, उहाँ डाक्टरले चाहिँ डाक्टर विशेष गरी अहिले इनिसियल अहिले भर्खरै आउँदै हुनुहुन्छ, उहाँलाई एकचोटि भेट्नु, हजुरको यो समस्या चाहिँ एकदमै घरैबाट निको गरिदिनु। हात जोड्ने मम्मीको चाहिँ अहिलेदेखि अलिक चिसोमा, विशेष गरी मम्मीको चिसोमा चाहिँ दुख्ने समस्या पहिलेदेखि थियो मम्मीलाई। हजुर। अनि यो चाहिँ निरन्तर टाइममा चाहिँ मम्मीलाई दुखिराख्ने भएको कारणले हजुर, अब यो के भएर रहेछ भनेर हामी चाहिँ टेस्ट गर्नको लागि चाहिँ डाक्टरलाई पनि राम्रोसँग सुझाव दिउँ भनेर। हजुर। अनि आज डाक्टरसँग भेटिसक्नु भयो है? अनि कस्तो लाग्यो त नि हजुरलाई डाक्टरको सर्भिस? उहाँले त्यो राम्रैसँग हामीलाई सल्लाह सुझाव राम्रै दिनुभयो। हजुर। अनि अब फलोअपमा नि बोलाउनु भएको छ। टाइम लिएर हेर्नुभयो डाक्टरले? टाइम लिएर हेर्नुभयो र हाम्रो सुझाव पनि हामीले नबुझेको कुराहरू राम्रोसँग बुझाइदिनु भयो। हजुर। उहाँको सर्भिस चाहिँ राम्रो लाग्यो। हजुर। अनि अब फलोअपमा नेक्स्ट मन्थ? हजुर, नेक्स्ट मन्थ लास्ट स्याटरडे है फेरि आउनुहुन्छ नि है? हजुर। ल, अनि आमा हजुरलाई कस्तो लाग्यो नि डाक्टर? राम्रोसँग हेर्नुभयो आज डाक्टरले? राम्रोसँग हेर्नु हो, दबाई पनि राम्रै दिनुहुन्छ। हजुर। मलाई राम्रो पनि लाग्यो डाक्टरको बोलीचाली। हजुर। बिरामीलाई एकदम माया दिएर हेर्नुहुन्छ। हजुर। त्यसमा मलाई एकदम खुसी लाग्यो। हजुर, पहिलोचोटि है डाक्टरसँग? डाक्टर चाहिँ काठमाडौँबाट आउनुभएको है? यहाँ पनि पहिलोचोटि आउनुभएको? हजुर। हुन्छ, धन्यवाद।